हेलो हेलो साथीहरु, हेलो नमस्कार। सबैजना आरामै हुनुहुन्छ होला है? हामी पनि आरामै छौँ हैन। आज चाहिँ हामी लाग्दैछौँ हैन सल्लेरीको नगरपालिका सोलुदुत नगरपालिका जाँदैछौँ साथीहरु। हामी चाहिँ यसरी लाग्दैछौँ। हाम्रो चाहिँ यस्तो गर्मी नै छ है। त्यस्तो घाम चाहिँ लागेको छैन तर पनि यति धेरै गर्मी भइरहेछ है। हिँडेको हिँडे गरेर चाहिँ ओ माई गॉड, गर्मीले साथीहरु गर्मीले। तपाईहरुकोतिर चाहिँ कतिको गर्मी छ है? हाम्रो सोलुखुम्बुमा त है बिहान बेलुका त गर्मी छ हैन। तपाईहरुकोतिर त झन् कति धेरै गर्मी होला। सोलुखुम्बु त चिसो ठाउँ भएर पनि दिउँसो चाहिँ धेरै नै गर्मी छ साथीहरु। आज चाहिँ बिहान बेलुका त चिसो नै हुन्छ है। बिहान बेलुका चाहिँ चिसो हुन्छ अनि पानी परेको बेला फेरि यति धेरै चिसो भइरहेको हुन्छ है। चिसो हुन्छ साथीहरु। हेर्दा बस्न पनि गाह्रो छ। अनि के अरे तातो महिनामा लाउने लुगा किन्यो भने त्यो कहिले लाउनै पाउँदैन। दिउँसो बिहान लगाएर 2-3 बजीदेखि यति धेरै चिसो हुन्छ है। थाहै हुन्न। त्यही भएर तपाईहरु यदि सोलुखुम्बु घुम्दै आउनुहुन्छ भने बाक्लो लुगा ल्याएर आउनुहोस् है साथीहरु हैन। लिएर आउनुहोस्। लगाएर भन्न खोजेको कस्तो मैले के भने अरे लिएर आउनु होला। कस्तो राम्रो फुल यहाँनेरि है। फुलले गर्दा हो कि क्या हो टल्के त म। हामी चाहिँ यतिखेर पुग्यौँ आबरारा भन्दैन यसलाई के भनिन्छ? यसलाई त सल्लेरी नै बसन्त बजार भन्छ। लौ र आमा यत्रो सल्लेरी बसेर यस्तो मेरो बेजेत भयो कि आज यहाँनिर आबरारा भन्छु कि म चाहिँ यताबाट चाहिँ जहिले नि। त्यही भएर तपाईँ यता आउनुहोस्। तपाईँ देख्नुहुन्न तपाईँ जहिले मेरो भिडियोमा लुक्नुहुन्छ। लुकेको हुँदैन अनि मलाई देखाउनु तपाईँ मेरो उता माथि कुद्नुहुन्छ। त्यस्तो हामी चाहिँ लाग्दैछौँ है। तुफान कुलेलाम ठोक्दैछौँ हामी। ल साथीहरु, अब भने चाहिँ हामी निमावि स्कुल पुगिसक्यौँ र यहाँ चाहिँ टिफिन टाइम भएको रहेछ। त्यसकारण चाहिँ विद्यार्थीहरू आफ्नै धुनमा खेल्दैछन्। अगाडि हुनुहुन्छ मिसहरू र म चाहिँ पछि बसेर चाहिँ भिडियो बनाउँदैछु साथीहरु। र अब भने चाहिँ हामी नगरपालिका पनि पुग्न लागि नै सक्यौँ र माथि देखिएको चाहिँ हाम्रो नगरपालिका रहेको छ, सोलुदुतकुण्ड नगरपालिका रहेको छ साथीहरु। र हामी चाहिँ लाग्यौँ यो नगरपालिका अगाडि रहेको सिडीमा चाहिँ हामी त्यतातिर लाग्दैछु साथीहरु। र नगरपालिका पनि पुग्न नै लागिसक्यौँ साथीहरु। र अब पनि चाहिँ हामी तपाईहरुमा चाहिँ नगरपालिकामा चाहिँ गएर चाहिँ हाम्रो काम सकाएर चाहिँ फेरि पनि तपाईहरुमा चाहिँ भेट्ने छु साथीहरु। र अहिले भने चाहिँ हामी नगरपालिका भित्र गए है त साथीहरु। हामी चाहिँ नगरपालिका पुगेर नै फर्किसक्यौँ। पानीले काम पनि भएन है। हाम्रो लक्ष्मी सेमीहरूले भम भइरहेछ। बाबाले अब बाटोमा कुट्छ कि भने डर लागिरहेछ। जोगेर हिँड्नुपर्ने छ। हामी चाहिँ पानी नै पर्न थाल्यो। बिज्ने होला आज हामीलाई पानीले। हामी त फर्किसक्यौँ साथीहरु। बडै किनिसकेर नि हामी चाहिँ फर्किँदैछौँ। हामी अब चाहिँ फेरि अफिस जानु पर्ने हुन्छ हाम्रो। बाहिरको काम चाहिँ सक्यो भन्नुपर्छ है। अब चाहिँ सक्यो साथीहरु। अनि यहाँ लक्ष्मी मिस यता अलिक थकित जस्तो पनि देखिन्छ। निराश पनि हुनुहुन्छ ल है। हाम्रो मिस यस्तो अवस्थामा हिँड्दै हुनुहुन्छ। म चाहिँ जाँदा नि उस्तै आउँदा नि उस्तै त्यस्तो छ साथीहरु। ल साथीहरु, भिडियो आजलाई चाहिँ यति नै। बाइ साथीहरु, बाइ गर्नु न हौ। आमा झन्डै लडे खोइ त यहाँ भिडियोमा देखेन नि। बाइ